क्रिकेट खेल मार्फत स्वदेश तथा विदेशमा नेपाल र नेपालीको गरिमा बढाउन तपाईले पुर्याउनु भएको उच्च योगदानको सम्मान गर्दै 31औं महानगर दिवसको सुखद अवसरमा यहाँलाई सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। श्रद्धेय सोमपाल कामीज्यू। यसैगरी जेनिसा विश्वकर्माज्यू, यहाँलाई सम्मान ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। महिला भलिबल खेल मार्फत स्वदेश तथा विदेशमा नेपाल र नेपालीको गरिमा बढाउन तपाईले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै काठमाडौँ महानगरपालिकाको 31औं महानगर दिवसका अवसरमा यहाँलाई सम्मान व्यक्त गरेका छौं। सम्मान पत्र ग्रहण गरिदिनुका लागि श्रद्धेय जेनिसा विश्वकर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी सम्मान ग्रहण गरिदिनु हुन डाक्टर श्री सञ्जय खड्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। चिकित्सा क्षेत्रमा निरन्तर सेवा गरी नेपालको चिकित्सा क्षेत्रको प्रवर्धन र विकासमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै यहाँलाई 31औं महानगर दिवसको सुखद अवसरमा सम्मान व्यक्त गरेका छौं। सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सञ्जय खड्कीज्यू। यसैगरी अर्का व्यक्तित्व हुनुहुन्छ आदरणीय प्रकाश सायमीज्यू। नेपाली चलचित्रको निर्देशन, गीत र सांगीतिक रचनाका माध्यमबाट नेपाली चलचित्र र संगीतको प्रवर्धनमा महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै यहाँलाई 31औं महानगर दिवसका अवसरमा सम्मान व्यक्त गरिएको छ। सम्मान ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। श्रद्धेय प्रकाश सायमीज्यू। यसैगरी अर्का व्यक्तित्व हुनुहुन्छ आदरणीय नयना साक्यज्यू। नयना साक्यज्यू, यहाँले पौडी खेल मार्फत स्वदेश तथा विदेशमा नेपाल र नेपालीको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकासमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै 31औं महानगर दिवसको सुखद उपलक्ष्यमा यहाँलाई सम्मान व्यक्त गरिएको छ। सम्मान ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु।